मामुहरूले आफ्नो बेबीलाई कुन फर्मुला मिल्क दिने गर्नुभएको छ। मैले चाहिँ यो मेड मिल दिने गरेको छु। अनि अस्ति नै मैले एउटा भिडियो राखेको थिएँ, मैले चाहिँ यो मेड मिल दिने गरेको छु है बेबीलाई भनेर। अनि मलाई मामुहरूले 2-4 जना मामुहरूले यो मेड मिलमा कस्तो फोहोर कालो कालो जस्तो आएर बसेको हुन्छ, हजुरले याद गर्नुभयो होइन, नदिनु यो राम्रो छैन भन्नुभयो होइन। मलाई त्यो बेलासम्म यादै थिएन क्या, बेबीलाई भोक लाग्थ्यो अनि भोक लागेपछि सर बनाइदियो अनि दिइहाल्ने गरेको थिएँ, मैले यादै गरेको थिइनँ। अनि मैले यसो याद गर्न लाएँ, कालो कालो भेटाएँ होइन, पानीमा होला जस्तो लाग्यो। अनि एकचोटि फेरि पानी हेरेँ, पानी सफा, अनि दुध राखेँ, दुधमा मैले पनि कालो कालो भेट्टाएँ क्या। खासमा यो दुधमा हुने कालो कालो हो कि त्यो फोहोर भएर त्यस्तो कालो कालो परेको हो कि के छ यो मेड मिल दिने मामुहरू, कि यो खासमा यो नराम्रै हो त। अब योभन्दा राम्रो कुन, अब राम्रो त धेरै हुन्छ नि, तर ठिक्क प्राइसको के, अब रिजनेबलवालामा ठिक्क हामीले अफोर्ड गर्न सक्ने चाहिँ कुन चाहिँ छ मामुहरू। हजुरहरूले यो मेड मिल दिने मामुहरूले चाहिँ यो नराम्रो भएपछि कुन दिन थाल्नुभयो नि। मैले 2-3 चोटिको यसो हेरेँ होइन, के अरे पानीमा फोहोर भएको हो कि दुधमा फोहोर भएको हो कि बट्टा फोहोर भएर हो कि भनेर 2-3 चोटि चाहिँ हेरेँ मैले, फोहोर भए पनि दिएँ। अब चाहिँ यो 10औँ चोटि हो, मैले अहिले पनि भेट्टाइरहेको छु कि यसमा यो कालो कालो भेटिए होइन। अनि यो मैले न्युबोर्नदेखि दिन थालेको, मलाई अनि अहिले आएर चाहिँ अब हरेक दिन त्यस्तो भेटिँदा त यही दुधमै उस होला, मिस्टेक होला जस्तो भयो नि त। त्यही भएर चाहिँ हजुरहरूलाई सेयर गरिरहेको छु। खासमा के हो त नि यो मेड मिल, कसले दिनुभयो, हजुरहरू कसले भेट्टाउनु भयो यसमा यस्तो फोहोर भन्नु त। अब मैले चाहिँ यो नदिन लाएँ है, योभन्दा बरु ल्याक्टोजिनै होला जस्तो लाग्यो मलाई त।